हेलो गाइस सबैहरु के गर्दै हुनुहुन्छ? म चाहिँ यहाँ बित्थामा गाडी चलाउँदैछु 10 घण्टा भइसक्यो बसेको। हेर्नुस् न बित्थामा गाडी म बसेको त्यति बेला माछा पनि गराइरहेको थियो। आज चाहिँ हामी चोक बजारबाट कहाँ जाँदैछौँ भन्दा त हेर्नु है साथीहरु, नानी म अनि भाइ तीनजना चोकबाट कता लागिसक्यौँ। हामी चोकबाट उता मेची राजमार्गतिर जाँदैछौँ। अहिले हामी धोबीधारामा पुगिसक्यौँ। हेर्नु न कति राम्रो मौसम भइरहेछ, यति धेरै गर्मी छ निलाममा आज। अनि त्यस पछाडि अलि जति उता गयो त्यस पछाडि शीतल हुँदै गएको छ। अनि त्यस पछाडि हामी यहाँ बिप्लाटे कटिसक्यौँ। बिप्लाटे कटेर पनि हामी उता जाँदैछौँ। यो चाहिँ बाटो बनाउने काम भइरहेको छ नि त। अनि नानी चाहिँ कहाँनिर पुग्यौँ हो भन्दै चाहिँ अनि यहाँ नानी आइज नानीसँग भेटेर बाई बाई गरेर हामी फेरि पनि त्यहाँदेखि उतै जाँदैछौँ। अनि यो चाहिँ सानगिरे खोर्सामा पुग्यौँ। हेर्नु न पानी परिरहेको रहेछ। फेरि यता चाहिँ यहाँ चाहिँ बाटोको निर्माण कार्यक्रम भइरहेको रहेछ नि त। अनि यहाँनिर चाहिँ पुरा बाटो रुखहरू काटेर बाटो बनाउने काम भइरहेको रहेछ। अनि यहाँबाट पनि हामी उतै लाग्यौँ। अनि अहिले हामी कहाँ पुग्यौँ भन्दा बगरे बजार चाहिँ पुग्न लागेको। बगरे बजार पुगे पछाडि हेर्नु है त धेरै पानीहरू पर्दै रहेछ क्या। यतातिरको चाहिँ मौसमहरू पनि कताको एकछिनमा इलामको मौसमको चाहिँ भरै नहुने। अनि त्यस पछाडि हामी पर्खोला बजार कटिसक्यौँ। अब पर्खोलाको फुल तर्दैछौँ। अनि हामी पुग्यौँ नेपालटारबाट यो कता जाने बाटो हेर्नु त। हामी ठ्याक्कै मङ्गलाबारी जाने बाटो जाँदैछौँ। अनि आमा छोरी गफ गर्दै जाँदैछौँ। हेर्नु न बाटो चाहिँ यति खराब रहेछ कि त्यहाँको हामीले 35 वर्ष जति चाहिँ भोट कसलाई हाल्यौँ अब त्यो सबैजनाले थाहा छँदैछ होइन। भोट हालेर चाहिँ हामीले व्यर्थ खेर फाले जस्तो भइरहेछ यो बाटो देख्दा चाहिँ। अनि बाटोमा ठाउँमा त गाडी यस्तो चिप्लिने बाटो नि, सबै हिलो धाम्रो पुङ्रो पनि लाग्ने खालको हिलो रहेछ। अनि त्यसै गरेर हेर्दै ठाउँमा यो हुँदै खोल्साहरू कट्दै चाहिँ हामी झुत्रे खोला आइपुग्यौँ। यहाँदेखि चाहिँ हामी देउमा लाग्यौँ। इलाम नगरपालिका छोडेर देउमा लागेपछि त झन् खतरा क्या बाटोको अवस्था चाहिँ। एकदम हिलो हुँदै हामी पैरे भन्ज्याङ आइसक्यौँ। अब पैरे भन्ज्याङबाट हामी फेरि त्यहाँदेखि उतै लाग्छौँ। जानु उता पनि बाटो त्यस्तै रहेछ होइन। र पनि अलिक कथा हुँदै मौसमहरू उफ्रिँदै हामी त्यहाँबाट पनि हिँड्यौँ। त्यहाँबाट कस्तो राम्रो मौसम भयो। अनि हामी मङ्गलाबार बजार ठ्याक्कै आइपुग्दैछौँ। हेर्नु न कति धेरै ठुलो पो रहेछ त मङ्गलाबार बजार पनि राम्रो रहेछ। म चाहिँ फर्स्ट टाइम आएको यता, कस्तो धेरै राम्रो लाग्यो क्या मङ्गलाबार बजार। अनि हामी चाहिँ बजार हेर्दै गयौँ। कस्तो पानीहरू परेको रहेछ। अनि ओर्लेर नानी र म चाहिँ भाइको एकछिन काम रहेछ स्विगम बोकेर बस्यौँ। अनि यहाँनिर चाहिँ जोडी परिवार छन् कुरा काट्दै नै अर्को सुनिरहेको। अनि देउमाई नगरपालिका पुग्यौँ। त्यहाँबाट हामी उकालो लाग्यौँ। तीनजना गफ गर्दै कति राम्रो घाँसबारी आइपुग्यौँ। अनि मामाले भान्जीलाई बोकेर उकालो मकैबारीको उकालो लाग्यौँ। कति धेरै टमाटर फलेको रहेछ। अनि हेर्दै आयौँ। भिडियो घरमा नभए नि आइपुगेको छौँ हामी। भिडियो हुनु रहेछ। अनि कति धेरै नाक राखेको मकै रहेछ। दिदी आइपुग्नु दिदीको लाग्यौँ हामी। बाटोमा बाँदरहरू हेर्दै दिदीको गोठ आइपुग्यौँ। अनि गोठमा कति धेरै बाख्रा गाई मकै रहेछ। हेर्नु न कति फुलेको मौसम रहेछ।